भन्नु छ जम कता झमझम कता झमझम कता झमझम एउटा मासु भुजा खाने हो लिम्बे चाहिँ दर नखाइकिन उफ्रेको भनेको क्या भान्जा त ल दर खाए मामा उफ्रिनको लागि दरै खानुपर्छ त तिमी जहिले उफ्रिन्छौ तिमी जहिले दर खाएको रनमाया म कहाँ उफ्रिन्छु मैले दर खाएको छैन केटा भोलि हो मेरोमा दर कहिले तिज चाहिँ कहिले हो भन्ने कुरा हो के साथी पर्सि होला हैन दर हुन्छ र दाइ अर्कामा हुन्छ नि यार दर होला थाहा भएन तर अब हाम्रो कोही त छैन भाइ काठमाडौँमा आफन्तहरू नै भाइ अनि कसले बोलाउँछ भन्दा मुजी खानलाई भाइ कस्तो कुरा गरेको ला म आफन्त हुनु पर्यो छिमेकी हुनु पर्यो ओइ ओइ यही छ ए भाइ अनि मुजी त दिन रात कराएर मुजी चिचाएर बस्ने छिमेकीलाई बोलाउँछ लामा कसैले खान हुन त त्यो पनि हो कस्तो गच्चा सोच्छ होला नि तँलाई चाहिँ सोध्छ होला मलाई त सोच्दैन भाइ म त मुजी राम्रो छ पल्लो घरको छिमेकी सबैको एक्जाम्पल हो म बुझिस् यहाँ टोलमा यस्तो खालको हुनुपर्छ छोरा भनेको त्यस्तै भन्नुभयो नि भाइ ए दाइ अनि तपाईले त्यस्तै भन्नुभयो पका 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 ठिक ए उ लिम्बे केही छैन मसँग केही छैन लिम्बे केही छैन मछु स्क्वाड छ यार ओ दोस्त कभर मैले कभर दिँदै थिएँ फुल कभर छ काठो मेरोमा अस्ति ल्याएको हुन्छ यार एनिमी मेरो अगाडि छ रनमायाको छोरीहरू नाच्दैछन् मुजी ताता छैन भन्दै मेरोमा नि यही अगाडि छ सर मलाई कभर दे एकजना त्यहाँ बस है कोले बम हाने कभर ओइ एउटा गाल्डे भान्जा मैले हानेको छु है भान्जाले दर खाएको मैले हान्दे ए मुजी नट कान ओइ छोड न है लिम्बे के भयो यार त ओए जिरो 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 मामा ओपे मामा लामोको मामा मैले ए। नाचिस माकुली ए मुजी लिम्बे के भयो यार कस्तो अड्का के यार गरे? कहिले ओए, पेस एकछिन त यस्तो मुलालाले यो अड्का हो त यार तैले अड्का त्यो पेस्तोले मलाई मैले- थाहा छ मलाई- मेरो हाल मलाई माचिसको खोल मैले कस्तो इन्ट्री हान्दिएको थिएँ सर्ट गर्नले सिक्दिएको यार मैले दुईटा लिम्बे म्याम सट ए यो दिन्छु M249 खोले आउँछ M2 ए दियो M4 मैले सिक्ने यार मामालाई नि खेल्न दिएन यार बिचारा यार तैँले मामालाई चाहिँ के गरेको यार ओइ हैन र अनि M249 खेल्नुहुन्छ नि त दाइ त्यही भएर हो के ले देऊ कस्तो हान्दे यार मैले त्यसलाई जिगल मामा ओपी भनेको त रनमा दिसरी मामाले त सेकेकै रहेन रहेछ त यार मामाले हैन मैले कस्तो हानेको खाएको नि मैले दुईटा सेकेको थिएँ हानिस् तैले मैले दुईटा सेकेको दाइ कस्तो बिटी हान्दैछ हेर्नु न दाइ पिस्तल भएकोलाई हानेर दाइ हैन हो भाइ गन हुनेलाई फेरि मैले सेकेको नि फेरि गन हुनेलाई मैले सेकेको नि फेरि बुझी दुईटै गन हुनेलाई दुईटै गन हुनेलाई मैले सेकेको ला अब मैले सेकेको ओए दुईटा ओए होइन मामा त्यसले सिके भन्नु ओए उइ खुल्क्यो जन्म चाहिँ ओए लिम्बे तैले पिस्तल वालालाई हानेको मैले मुझे दुईटै गन हुनेलाई हानेको मैले लामो हो कि तर सेक्रीलाई फिनिस हान्छ भनेर म कस्तो उडेर आएको मुझे सर्कन पुगेको ताइस लामो यो लिम्बेले यार- को थियो त को थियो त्यहाँ को थियो यो त त मैसँग थिइस् नि त अनि तर को रिभाइभ थियो त? हानेको थिएन यार यसले रिभाइभ लामो रिभाइभ गर्छ त्यहाँनेरि लालेला ढाल होइन, हेर्न। भाइ थ्याङ्क यू रञ्जित दाइ फर द $5 यार रञ्जितको पिन च्याट कराओ ओए अब हामी रोजक छौँ यस्तोको डिम्बाहरू मलाई सिकाउँछ यार पब्जीमा कस्तो के खेल्नुपर्छ भनेर यार ओइ अबि साथी त पनि मुझे यस्तो खालको बेहोरा देखिस् भन्छ तँलाई मुझे एयरपोर्टमा निक्लिने बित्तिकै मुझे टाउको फुट्ने गरी पुग्छु नि फेरि साथी यस्तो खालको ठुलो कुरा त हाम्रो गाडी मन पर्दैन है सेकेन्ड खाएर के खान्छ त दाइ साथी अनुहार देखाउन गाह्रो होला नि विदेशबाट आयो के भयो भनेर सोध्नु न दाइ, हेर्नु न दाइ। यसलाई त म सिक्छु यस्तो साथी। बोलीले हैन यस्तो ओइ, बोलीले चाहिँ यो दोस्त। मात्र भयो यसले मेरो कति बदी खाइसक्यो होला तँ छोड्दे वक्त बदल्दी जसबा बदल्दी होला नि मुजी जसका बदल्दी कसको के बदल्दी त आइज, आइज, है। थाहा हुन्छ साथी यो दाइ कस्तो बिटे हान्छ यार दाइ यार। दाइ सोच्नु न दाइ यसको छोड्दे, यस्तो भाइ, बोली सुन्दा मलाई कस्तो हुन्छ होला दाइ यसलाई म कस्तो कस्तो हुन्छ? सेक्थ्यो होला यहाँ भएको भए दाइ ए। कस्तो हुन्थ्यो होला यसलाई म दाइ इन्स्टामा लाइभ आएर होइन दाइ इन्स्टामा लाइभ आएर यसलाई म सेक्थ्यो यसको घरमा गएर यसको रुममा आइज गएर आइज आइज रिङ बाहिर बनाएर निकाल्न के साथ दाइ। रिङ बनाएर खेल्छ साथी रिङदेखि बाहिर निस्किने गरी हान्छु तँलाई त म दुईजना नि तिम्रो दुईजना टोइलेटको रिङ आमा कसम। भित्र गएर बसेर झगडा गर दाइ के हो पुसाने हो मैले त वाइलै निमिस है
ओ तिमीहरु मुजी भाइ भाइ ओ स्टप भनेर मैले सोचिसके कस्तो मैले सपनै देखेको छु यार तँलाई यसरी कुट्छु भनेर म यस्तो सपन अब सपनै त हो नि भन्छ अरेले रेमेस्टरको 619 हालेर चक्सले पनि हान्छ ब्रक लेसलरको म्याचलाई रेमस्टरको 619 चाहिँ केडामा धुन्डेर हान्छस् भाइ केमा हान्छस् अन्डरटेकरको रेमस्टरको 619 चाहिँ कहाँ हान्छस् भाइ कहाँ छ मुजी त्यो त्यही त बिचमा रिङ बनाएर खेल्ने भन् त रिङ चाहिँ मामाले बनाउने मामालाई रेफ्री राख मामालाई रेफ्री राख कि बेला बेला म झुकेर मामालाई पनि सेक्का बुझिनस् लिपे आउ झुलमा मामा- मैले यहाँ नगरेको छु ओइ एउटा ओइ मामालाई रेफ्री राख मामालाई रेफ्री राखी अनि बेला बेला झुकेर रेस्लिङमा हान्छ नि रेफ्रीलाई मुजी झुकेर त्यस्तो खालको हान्ने क्या सरी भन्ने क्या अनि मामाले झुकेर हान्दा दुईजनालाई पोको पारेर लान्छु फेरि म त माथि त माथि पर्दैछ है गोजीमा हालेर बोकेर हिँड्छु दुईजनालाई एउटा दाहिने गोजीमा र देब्रे गोजीमा यो के इजी यो गेम हामी एनी आउट चिकन खानुपर्छ है साथीहरु यार दाइ चिकन थिए मामालाई कस्तो लागिरहेको छ आज यो गेम चिकन हुन्छ कि हुँदैन यो गेम चिकन हुन्छ हुँदैन थाहा छैन तर भान्जाले डर खाएको देख्दा चाहिँ मलाई एकदम खुसी लागिरहेछ आज ल इजी आइज पक्न दस्ती मलाई उयो चाहिएको थियो नि त त एग्रेसिभ भइसक्यो हल्का एग्रेसिभ भइसक्यो कुन घरमा छ मार्क त कहाँ सक्छौ माथि कहाँ सक्छौ मलाई आज मस्ती खाएर अबे यस्तो हान्छु भनेर मैले सोचिसकेछु सोचेपछि कस्तो दामी निमी कुली अहिले जति हान्नु चाहन्न आएपछि खाने नि हो साथी ए कसलाई खान्छ भन्ने कुरा त पक्न अहिले हान्दै गर्न यस्तो हान्छ नि दाँतको नि साथी यहाँ परे जस्तो सजिलो कहाँ हुन्छ र सेक्रीलाई फाइट खेल्नु आउँछ र दाइ यार यसलाई मैले दाइ बक्सिङ हैन बङ्गरा झर्ने गरी हान्ने छ नि त पक्न दाइ अहिलेसम्म मैले नभनेको मात्र हो कि दाइ सोध्नु कि दाइ यसको साथीहरूलाई यसलाई मैले यसको घरमा कस्तो बोधी हाने लम्पाट र कस्तो हानेको थिएँ यसलाई मैले हो र दाइ यार ला यहाँ आउँदाखेरि त लिम्बे दाइ 10 दिन त चुरोटले राम भन्दिस् त नि कस्तो दोष दिनु दाइ यार कहिले दोधी त कहिले सेकिस् तैले लिम्बेलाई होइन हो कि दाइ भन्थे हैन तर दाइ बेउरा फेरि दाइको जस्तो थिएन नि त यसको एक दिन अप्पर आयो कि अति भइसक्यो हुन त अब दाइको साथी हो दाइ नै भन्थे होला म हैन गाडी एक दिन अति गर्यो के अति नै गर्यो बुझी दाइ चाहिँ चिन्दिन भन्न म सेक दिएको तँलाई रोनमा हान्छ नि सोचिसकेको छु म तँलाई मुट्ठी पनि पारिसकेको अबे तैँले त्यो बिर्सियो तर मैले हानेको वै कतैले मुट्ठी पार हर्यो नि मुट्ठी पारिसकेको छु भएको तेरो कति र 28 वटा दाँत छ होला हैन 28 हैन पुचाराको 32 होला मुजी तेरो घण्टा यसको त दाइ 19 वटा होला यार दाइ 48 होला अरु त सबै मैले झार्देको दाइ 26 19 वटा होला जम्मा 48 होला हौ भेटु मात्रै न साथी यहाँनिर मुखले भोगेर केही हुँदैन के अस्ति तँलाई मैले सेकेको यहाँ याद छ फेरि थप्छ आइदिन तँलाई फेरि म सम्झाइहाल्छु नि मायालाई पक धेरै दिन छैन अनेस्ट हो दाइ यार धेरै बाद किन ढाक्नु मायाको दिनमा आएर दाइ पनि लागिरहेछ यसले माल खाँदाखेरि होला हैन सेकेको तैले हो दाइ तर होला पनि यार दिन्छु नि माल खाँदा कि नखाँदा नि यार दाइ यार ए तर यसले हैन ठिकै छ म हैन के दाइ भनेर म रेस्पेक्ट दिन्थे दाइको साथी हो हैन त्यही भएर म रेस्पेक्ट चाहिँ दिन्थे कि हैन तर यसले अतिको हट हुने कुरा गरे के त्यतिखेर चाहिँ अति टेम्पर हानु ल्याम्लुम सेक्टर चल्दै गयो नि म तैले त एक हानिस भने पनि तेरो पनि हात हल्का दुख्छ होला है मोबाइलको हानेको टेम्पर हाइ दाइ अनि यसलाई मैले यस्तो सेके नि दाइ हैन यस्तो नन हानेको हाने गरे कि दाइ हैन दाइ हातले हानेर यसको मैले टाउको फुटाइदिएको हैन त दाइ अनि हेरि मिसाइ बट टाइम बट रहेछ म्याच हातले हानेर टाउको फुटाइदिएको दाइ यसको मैले मेरो हाते भाँच्यो अनि दाइ अनि त्यस्तो हाने मेरो औँले भाँचेको नि दाइ यार भाइ अलिअलि पत्ताको जस्तो भएको थियो कि भाइ अब चाहिँ मेरो गेडा उसला भाइ अब चाहिँ है भाइ अब भयो ल हात भाँच्यो अरे हो मामा त्यसको टाउको फुट्दाखेरि मैले उपचार गर्दिएको यसको अनि दाइ हातले हानेर टाउको फुटाएको नि त मैले दाइ कस्तो हानेको थियो होला त गाडी यसको टाउकोमा दाग होला दाइ
त्यही ग्यारेज- भएर अस्ति ग्यारेजमा गई। छामिरहेको क्या म त्यो ग्यारेजमा गाडी खोज्छ त केटा आइज त आइरहेको छ क्या यो टाउको छाम्ने बित्तिकै कसले मलाई सेकेको तेरै याद आउँछ तँमा त्यसलाई त पक भेट्योपछि बोलेकोलाई के अझै पनि राति आइज त। मलाई देख्छ होला यार सेकुवाहरू कसरी सेक्ने भने तर तपाईँलाई विश्वास लागेन कि दाइ तपाईँ दसैँमा आउँदै हुनुहुन्छ त यो पनि दसैँमा आउँदैछ त्यतिखेर तपाईँकै अगाडि सेकिदिन्छु यसलाई म। तर दाइ तपाईँ बिचमा नआउनु है दाइ फेरि तपाईँ चाहिँ बिचमा नआउनु है यसलाई त अहिले नै भन्दै सेक्रीले हो बिचमा आऊ भनेको है यो चाहिँ F5 पनि हाल्छ। होइन। दाइ मलाई छुटाउनु ला भनेको ला यसले आऊ न मैले हान्ने आऊ बेलामा चाहिँ दाइ हान्ने बेलामा आऊ, दाइ मेरो आऊ, मलाई आऊ, नपक्रिनु है आऊ, तपाईँ दाइ म त्यतिखेर कसैलाई चिन्दिनँ दाइ खाने बेलामा पक्रा है खाने बेलामा उसले खाने बेलामा चाहिँ पक्रा हान्ने बेलामा नपक्रा यस्तो हान्छु नि ओइ चुपै मुझे ओइ हान्नेले मुझे भनिरादैन है उधार बस लामो एउटा खाने एउटा फेसबुक पेजतिर दिएछ नि यो मैले रिस्क कन्ट्रोल गरेको हो। ए। रिस्क कन्ट्रोल गरेको ओ भान्जा हजार रिस कन्ट्रोल गरेको अरे। फेसबुकतिर दिएको छ नि एउटा पेजमा देखाएको छ क्या एउटा कुकुर यतापट्टि हुन्छ एउटा कुकुर यता वाल पटारी यता हुन्छ गेटको क्या भब गर्छ गेट खोलेपछि चुप लाग्छ नि दुईजनै ठीक 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 अनि ए, फेरि त्यस्तो चाहिँ होइन ल त्यो अब त्यो हामी तपाईँ चाहिँ गेट खोल्ने कि तपाईँ चाहिँ त्यहाँ भोग्ने छ मामा तिमी र म पछाडि बसेर हेरेको थिएनौँ ओइ हान्न 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 के हो के के हान्नु बाइक हो त्यो हिँड्न आँखा तेजिलो छ हौ साथी आँखा तेजिलो छ एनिमी त मेरो 50 मिटर अगाडि देख्छु 100 मिटर अगाडि देख्छु दाइ भन्न फिल्म हेर्न त कोही भएन नि यार किन नगएको लामो कोही मामाले होइन भन्छ म त जाँदिनँ बरु मलाई पैसा देऊ भनेर लग्नु भयो कि पैसा दिएँ कि मैले ला हो र होइन अँ। पैसा दिएँ अनि भरे त कहाँ जानुभयो भने एकछिन पछि आउनु भयो झोलामा के लाउनु भन्छ मैले त साडी किनेर भनेर साडी लिएर आउनु भएको थियो ला नाच्नु आज 30 माला भोलिको लागि अनि खोइ त अनि के अरे त्यो के अरे चुरा र पोते चाहिँ खोइ त भनेको भन्छ पैसा पुगेन भन्नुभयो अनि मसँग भएको पैसा नि दिएर पठाएँ। तिमीलाई पठाइदिएको त भान्जा मैले आज दर खाना जान्छु भनेर झन् साडी किनेर त्यही पैसा मैले पठाइदिनु खोजेको काठमाडौँ कुरियरमा पठाइदिएको थिएँ ढिलो भयो होला मैले लिम्बेला पठाइदिएँ तु भाइ चट्छ ए यहाँ आइरहेछ त्यो यो साडी कसरी लाउनु भनेर सोचिरहेको छु म लिम्बेला तर साडी लाउँदाखेरि पनि तान देख्छ होला यार मुझे जिरो फिगर छ अनि अनुहारै लड्कीको जस्तो छ नि तान त देखियो होला नि यार दाइ। जिरो फिगर त सेक्रीको छ नि यार सेक्रीलाई कस्तो देखिएला झन् त्यही त यसको त त्यो कस्तो मामा। आफ्नो मिलेको बडी छ मेरो मिलेको बडी हलातीमा जानी त्यस्तो छ हौ यो दाइ। कुन यो कुन ऱ्याप हो ओइ यो अगाडि के हो ए बाइक रहेछ थ्याङ्क यू यार ट्रिप गेमिङ फर $8 मिलेको बडी धरतीमा पनि भन्ने कुनको हो मिलेको पनि धरतीमा डढी आकाशमा डढी लौ लौ आयो लिली हैन लिलीलाई देखेर लैलै यो मन चोरी लुटुपुट गर्दै धरतीमा चेरी लामो यो होइन मुझे ऱ्याप हो भिडियोको ऱ्याप हो लामो धरतीमा झरी आएको उयो हो मिलेको बडी धरतीमा पनि भन्ने हो सर चट चट भन्ने सर उयोले पो गर्छ त हौ मिलेको बढी धरतीमा पनि प्लेन पात कस्तो थियो ए लाउरेको फेसनै राम्रो प्लेन पात त कोचिङकोमा रहेछ। लाउरेको रेलीमै फेसनै राम्रो रेलीमै त्यो पनि होइन, क्या? त्यो पनि भन्ने हो लाउरे नि मसँग मस्किँदै मसँग मन छेउमा भन्ने होइन त साउ जस्तो गाला र सुन्तला मजोको त घाँटीको मन गर्नु भा या के भनेको? होइन त्यो ऱ्याप सुन्नु पर्यो नि बाबु लाउरेको मैले रेली त्यो के भन्छ? लाउरेको फेसन भनेको मैले त्यो जमानाको के गीत हो कि लोक मामा तर यो दृश्यमा भिडियोले देखाउँछ रिमिक्स बाबु। हानेको हो नि त हो मैले सुन्नु पर्यो नि यसो यो गाना के यो भइरहेछ। गानाको अर्कै के पो छ हौ सेक्रीले यो गीत कागेमा नाच होला नि मैले कुन चाहिँ बेसेमा गरेर होइन नि दाइ यार होइन नि दाइ मलाई अलिक मलाई सेन्टिमेन्टल मात्र मनपर्छ यार ऱ्यापै मन पर्दैन मलाई थाहा छ कागे हान्दा कस्तो आँखा चिम्लेर हान्दैपछि थाहा हुन्छ त कहाँ हो साथी? छेउछेउको केही थाहा हुँदैन त अनि यसलाई कसरी थाहा हुन्छ त अनि गीत कुन बज्दैछ थाहै हुँदैन हौ कहाँ नि हौ फेरि? त्यो त अति राबी हुन्छ यार मुझे पछि पेमा बुढीसँग नाच भनेर भने पनि मुझे त्यस्तै गर्छ जे पाइले जोतेको हो दाइ यसले जोतेको हो दाइ कहाँ नि ओए भाइ मैले त्यसरी तिर नाच कहाँदेखि? जी पहिला फेसबुकमा आएको थियो होला त्यो डान्स भनेर जस्तो लाग्छ त मलाई त
आँखा साखा बन्द गरेर त्यो मुजी झाँक्री लाग्छ नि त्यही त दाइ त्यस्तो चाहिँ हुँदैन है फेरि दाइ घन्टा हुँदैन। मान्छे त रान्न यहाँ जोन बाहिर छ त्यो माल खान छोडेको मान्छेलाई पनि यसले त मालै खान नाच जस्तो देखिन्छ मिच होइन हो त यार त्यो के भन्छ त्यो भूत लाग्यो भन्ने हुन्छ नि मान्छेहरूलाई भूत निकाल्नको लागि ठटक मन्जुलिका भन्ने छेउछेउको मान्छे चिन्दैन नि लु खान्छ लात्तै के गर्छ त्यो निकालेको हुन्छ ला म त्यसको मैले नदेखेको तँतिर नदेखेको त माकुलीले डान्स नगरेको कहाँ हो मुजी कहाँ चाहिँ देखेको छुइनँ तेरो त कहाँ नाचिस शुभम चेम्चोङ थ्याङ्क यू सो मच फर द 20 एसएआर लभ यु ब्रदर मिसन छ भने चाहिँ दिइहालौँ है अस्ति भ्लगमै देखिहाल्यो नि मान्छेले नाच त म अस्ति अमेरिका गट ट्यालेन्टमा गएर नाचेको थिएँ ए अमेरिका डट ट्यालेन्टमा ट्यालेन्ट अरे हो स्पेलिङ भन्दा स्पेलिङ त्यसलाई त भन्न नि आउँदैन रहेछ। यसले फेरि स्पेलिङ अरे हो अमेरिका डट हेर्नु न त अमेरिका गट भने कि मैले यसले डट हारे स्पेलिङ भन्न स्पेलिङ यहाँ एनिमीमा आम्बो राणाको चट्टा मसँग त मान्छे छैन यार हान्ने मामा तिमीसँग के छ सामान ओइ मा ल हेर न के गरेको यो सेटवी मान्छे त्यही बस न म स्मोक पर्दैन हौ स्मोक पर्दैन माग गर त एकचोटि माग गर न भान्जा आमा मामा बचाउ त एउटा स्मोक प्लिज डोन्ट गेट नक स्मोक त छैन यार भान्जा मैले हान्दिएको छु लाग्छ मैले हान्दिएको छु स्मोक स्नाइपर दे साथ तिनीहरुसँग यार मसँग त एकेर उ 10 वटा हान्न 10 वटा हान्न दुईटा हानेको बाबु त जस्तो दिमाग नभएको हैन नि मान्छे मैले हानेको मैले अगाडि हानिसकेको थिएँ भनिस स्मोक विनेश ब्रदर थ्यांक यू सो मच फर द $1 यार भनेको नि ए सेक्ता केटा स्कोप हुने ध्यान त मामा तिमी यता भागो भान्जा त्यो मिनी 14 मलाई देऊ त एकछिनको लागि सापरि दिन त मामा एकछिनको लागि तपाईँलाई म रिटर्न गर्छु एक कार 98 छ के भयो ब आम्मा कसम ब हैन लाउ मिनी 14 ओइ कहाँ छ ओइ मार गर्छ ओइ कहाँ छ यार मैले त देखिन नि यहाँ नेरी पड्काइदिसै गाडी मैले तिनीहरुको माकुली स्नाइपर कसलाई भन्छ हेरे अब गेम फिनिश हुन मलाई भान्जा मलाई स्नाइपर 0 ला म्याचिसको खोल तेरो बाउला देखा टाउको हेट म्याचिस तर त्यो कार 98 हान्ने चाहिँ कहाँ छ हौ मैले त त्यसलाई हेर्नै पाएको छैन यार कहाँदेखि हान्दैछ मार गर्दैन सिक्रेटलाई यो घरमा यो रुखमा बडी माया ओके ला म्याचिसको खोल रन ओके ला चुरोट पनि माचिसको खोल ओइ लिम्बे Sometimes I'm think about you. कुदो ओपनमा कुदो सेक्रेटरीलाई ओइ मुजी सेप I love you. टच लिम्बे सेक्री ओइ को यो यहाँबाट हान्छ ओइ अब हान्दिन्छौ दाइ के छैन कतिजना छ भान्जा ओइ माथि पुगिसक्यो डाँडामा पुगिसक्यो गाडीमा हो त म 0.00 मामा हालौ त कार 92 त लु ओइ ल्याउ भान्जा ल्याउ यहाँ हालेछु जुम गाड लिएर पक इजी त्यो यता साइडको चाहिँ कहाँ गयो भन्ने कुरा हो त केटा हो सरी विकास सेती दाइ साउट दिनु न ओ यहाँ पछाडी आइसके छ हान न मामा यो एमो मागेर बस्छ लामो मामा खोइ निमी चाहिँ यहाँ माथि आएर सेकिसक्यो मलाई डाँडामा छ भनेको हैन जाठा म कभर हान्छु नक हान्ने मैले जा लास्ट वान हो मलाई छुन यार दुई जना होला
आऊ यहाँ ओए हान्नु न मामा मामा यता आउनु ब्याक ओ सही हो छोडो त। मलाई मामा बाहिर आउनु सक्यो, मामा सक्यो, जानु छैन यता आउनु है लामो मामा सक्यो मामा दाइलाई बचाउनु त म मरे यार मुझे ल, ल, भीड ल, भीड ल। भरे मरे यार भाइ ओए हुँदैन मर्दैन म हिल गरिहाले ला यस्तो मुजी बेउरा छ क्या लामो जस्तो छिक्ने गेडा जस्तो मुजी लामो जस्तो होइन क्या म हिल गर्दै थिएँ क्या मेरो गेडामा गर नि हिल हिल लामो। अनि अहिले, अहिले मर्छ नि त भान्जा अनि अहिले। बाँचिन्थ्यो त एक हैन ठिक छ होइन म हिल आँसै नगरिकन मुजी कसरी लिपे। माम्सा बाँचिन्थ्यो भन त? यार म 1 HP थिएँ यार भान्जा यार म 1 HP थिएँ यार ठेक्री म मैले यार, हिल थ्यांक यू यार नगरिकन योगेश कसरी सेठी फर बचाउँ 100 मैले? रुपैयाँ यार ब्रदर मामाले त्यस्तै भन्नु भयो कि यसपालि संविधान सभाको चुनावमा चाहिँ हामीले यो रामबहादुर गर्दी मुजी हाम्रो राममुजीलाई उठाएर ओ अर्को यार, कस्तो भयो के गर्नुपर्छ भन्दाखेरि चाहिँ यसो हेर्नुपर्छ हाम्रो टुर्नामेन्ट खेले जस्तो भयो रामबहादुर गर्दी मायाको बात टुर्नामेन्ट खेले जस्तो भयो यार मलाई त युएमपी लाई के मामा? युएमपी चाहिँ सर्ट रेन्ज ओ, गर्न हो टुर्नामेन्ट भयो जस्तो भयो त यार मलाई त मामा एक ठाउँमा रोकेर जाऊ न एक ठाउँमा रोक न घरतिर बाहिर। सिक्सेसमा पनि खेल्दा भयो त हाम्रो स्कुलमा ठिक हुन्छ ओइ मामासँग बस्छु कि जोन यही छ हौ ला मेरो 6-7 किल भइसकेको थियो जस्तो लाग्छ अब वास्तवमा भन्नु पर्दाखेरि चाहिँ हामीले चाहिँ सबैजनालाई लिएर मिलाएर हामीले गर्नु खोजेको थियौँ होइन अब के भयो भन्दाखेरि चाहिँ अब रामे मामाले गर्दाखेरि चाहिँ सेगरी भाइलाई चाहिँ अलिकति गाह्रो परेको जस्तो अवस्थामा हामीलाई लिम्बा साथी लैजाउबाट मगाएका छौँ यसपालि दसैँमा चाहिँ हामी सबैजना मिलेर खसी काट्ने भनेका छौँ खसी हामीले 18 किलो 19 किलोको खसी हामीले लिएर आएका छौँ भने हामी काट्नेछौँ बुझिन बोलेको? त ओए पछाडि जारे, जाऊ, जारे नि, enemy। या तर कहाँ छ मलाई थाहा छैन। तू मेरी नींदों में सोता है तू मेरी यश्कों में होता है सरगोशी सी है ख्यालों में जो तू ना हो फिर भी दिल रोता है मामा जान फासला तू बम हान्न हो आगो सागो हान्न हो छ्या। ए गन झिकेर हान नै रनमा हान है अब इजी हेर्न यसको बिट्री आइजा कुकु झापा ला ओ झापा बनायो यार आयो सेक्री आयो सेक्री आइरहेछ त्यो उयो धुवामा छ है हेर धुवा पछाडि राइट के हो? ओपियो मामाले अघि हान्नुपर्ने कार 98 देखाएर नाटक गर्छ अनि होइन मैले त्यतिकै त्यसलाई जिस्काएको You're क्या the best. ल सब लोग दाजु